हर्क साम्पाङ को बानी चाहिँ मलाई के राम्रो लाग्छ भने नि उनी भ्रष्टाचार गरेर चाहिँ खाँदैनन् क्या। अहिले त मैले सोच्छु बेकार उहाँको बारेमा मैले सुरुमा राखेको धारणा म ठिक रहन्छु जस्तो लाग्छ के। हर्क साम्पाङको पक्षमा जो अहिले जनलहर चलेको छ त्यो लहरलाई अब कसैले रोक्न सक्दैन। हर्क साम्पाङ त्यो सिरपेजमा नि त्यो हिरा जडित गर्न मिल्छ, सुन चाँदी फलामभन्दा माथि राख्न मिल्छ, तर त्यो मिसाउन मिल्दैन क्या। हर्क साम्पाङलाई अरू नेतासँग नदाज्नु न। सरलाई हर्क साम्पाङज्यू चाहिँ कस्तो लाग्छ? हर्क साम्पाङ भनेको अहिलेको चाहिने व्यक्ति हो देशको लागि। यदि सच्चा देशभक्त भनेको अहिलेको लागि हर्क साम्पाङ। हर्क चाहिँ अहिलेसम्मको उनको क्रियाकलाप हेर्दा अलि मौलिक चरित्रका व्यक्ति जस्तो लाग्छ मलाई। हर्कलाई चाहिँ यो जत्थासँग जोड्न सकिँदैन। म हर्क साम्पाङको पक्षमा छु, हर्क साम्पाङको श्रम नीतिको पक्षमा छु। मलाई हर्क साम्पाङ ज्यू मन पर्छ। तर यो मुलुकलाई माया गर्ने मैले देखेको एकजना हर्क साम्पाङ। हर्क साम्पाङ उदाएका भनिन्छ के पूर्वमा, उनको अहिले अभियान पनि छ चुनावी। कस्तो लाग्छ? उनी मेयर हुन् धरानका, तर पार्टी खोलेर देश बनाउँछ भन्ने लागेको छ नि। हेर्नुहोस्, उनी नेपालको अर्ग्यानिक लिडर हुन्, भुइँको मान्छे अर्ग्यानिक भनेको, उनमा कुनै किसिमको मिलावट। हर्क साम्पाङ हाम्रो यस्तो नेता हुनुहुन्छ अब जसमध्ये 3वटा मात्र भन्नुपर्दा सबभन्दा बढी त उहाँ देशलाई अत्यन्त माया गर्ने व्यक्ति। उहाँको रगतमा देश प्रेम छ कि। हर्क साम्पाङ, रवि लामिछाने, बालेन शाह, यी 3जनामा छान्नु पर्यो भने कसलाई छान्नुहुन्छ? हर्कै छान्छु म त यार। हर्कै छान्नुहुन्छ?